हेलो नमस्ते। आज मेरी प्यारी सोल्टिनाले भाजीको साग ल्याइदिनु भएको छ नेपालदेखि। उहाँको अनि भान्जाले ल्याइदिनु भएको रहेछ अनि मलाई पनि दिनुभएको छ। कति दामी छ हेर्नुहोस् त। आहा कति दामी छ भाजीको साग। म त साँझ आटो ढिँडो बनाउँछु ती दामीसँग। अनि पुरा ती दामीसँग ढिँडो ओरलेर है दामीसँग पकाउँछु। त्यसपछि यो सागलाई मसिनो गरेर काट्छु अनि पुरा दामीसँग भुट्छु तेलमा। अनि तेलमा भुटेर त्यसपछि ढिँडो पकाएर अनि म यसरी खान्छु आज। पुरै छाडिदिनुहोस् तपाईँहरूले पनि हेरिराख्नुहोस् कति दामी छ साग। आहा भाजीको साग हाम्रो नेपालतिर 4 वर्षपछि भाजीको साग देख्न पाइयो। के गर्नु परदेशी जीवन अनि परदेशमा पाइँदैन भाजीको साग। अनि 4 वर्षपछि भाजीको साग देख्न पाइयो साथीहरू। हजुरहरूले पनि परदेशमै हुनुहुन्छ भने मेरो भिडियोमा हेर्नुहोस् ल। भाजीको साग कति दामी छ। आहा हेर्नु त कति ठुलो पात। आहा कति ठुला ठुला पातहरू छन् भाजीको सागको। दामी छ हेर्नुहोस्। यो सागसँग ढिँडो दामीसँग बनाएर खाँदा कति मिठो होला साथीहरू भन्नुहोस् त हजुरहरूले। कति मिठो होला खाएपछि थाहा होला होइन। अनि म बनाउँछु अनि खान्छु अनि बल्ल हजुरहरूलाई भन्छु ल। कति दामी छ हरि यो साग हेर्नु त। कति दामी छ कति दामी छ कति दामी कति दामी साग। पहिले त नेपालमै बस्ने बेलामा त कति दामी साग हुन्थ्यो है। रोप्थ्यौँ हामीले पनि। तर के गर्नु यहाँ त परदेशको ठाउँमा आएको 4 वर्ष भइसक्यो। 4 वर्ष पछाडि देख्न पाइयो साग। कति दामी छ साग हेर्नु त कति दामी छ साग। आहा कति ठुला पात छन् के हेर्नु त। आहा साग त कति दामी छ।